हेलो गाइज, वेलकम टु माई न्यू ब्लग होइन। फेरि पनि आइसकेको छु म। आज चाहिँ स्पेसल ब्लग चण्डीको होइन। आज चाहिँ राईहरूको महान चाड भनौँ न होइन। साकेला हेर्नु जानु लागेको छु। रेडी भइसकेर आइसकेको छु म चाहिँ होइन। मेरो लुक चाहिँ यस्तो छ अहिले होइन। त्यही हो, अब चाहिँ हामी रेडी भएर जानु लागेको। हाम्रो चाहिँ धरानमा हो कि आज फाइनल, त्यो भएर जानु लागेको। यहाँ मेरो भाइ छ होइन। कता आइज त देखाइदिए त। हामी चाहिँ सेम ड्रेसअप छ आजको चाहिँ। माथि कोट होइन, गलबन्दी सलबन्दी यस्तो चाहिँ हाम्रो लुक्स चाहिँ आज होइन। त्यही हो, यति बेला चाहिँ हामी अलिक ढिलो भयो कि 2 बज्नु लागिसक्यो। अनि यहाँ चाहिँ मेरो साथी छ अर्को देखा न, कि चाहिँ नजाने अरे आज, भ्याउँदैन अरे कि होइन। के भन्नु छ अरू? के भन्दैन, रमाइलो गरेर आइज ल। अच्छा गुड। त्यो त इन्ट्रेस्ट लाग्दैन होला नि तँलाई त होइन। श्रेष्ठ पर्व अब के भन्नु त, जाउँ भनेको अब त्यस्तै कामको व्यस्तताले होइन। त्यही हो, चण्डी नाच्नु चाहिँ आउँदैन, यसो राई भएको नाताले होइन जानु लागेको। त्यही हो, आज कति साल भयो अहिले? 83। रमाइलो हुन्छ होला आज। मान्छेहरू चाहिँ बाहिर पढ्नै थियो, जाँदै थियो होइन। भिड हुन्छ होला, त्यही हो। ल अपडेट गर्दै गर्छु। ल गाइस, मेरो ओटिटी जस्तो छ होइन। टक्क यहाँ यो के पार्टी सुट्स, अनि यहाँ तर सुरर होइन ढाकाको कोट छ। अनि यहाँ यसलाई के भन्छ, वाबुक के अरे वाबुक। अनि टक्कसँग यो मफलर छ होइन। कस्तो देखिरहेछ यसो कमेन्ट गरिदिनु होला होइन। रेडी टु गो। हामी चण्डीभित्र आइसकेको छौँ होइन। चाहिँ मल चाहिँ होइन, एकदम प्याक छ हाम्रो केटाहरू। यहाँ आइगर न यता उयो नयाँ मेम्बर होइन। के भयो अरे? के भन्नु छ? आइसक्यो अरे। खाजा गर्नु आएको हामी चाहिँ यहाँ। हामी चाहिँ चण्डी हेरेर होइन, खाजा खाएर यस्तो ग्रिनेरी भएको ठाउँमा आइसकेको छौँ। भल्ला चोरी होइन। यस्तो फोटो सेसन हाल्नको लागि होइन। त्यही हो, अहिले हेर्दै जानु होला। ओमाहा आएको छौँ हामी। ओमाहा चाहिँ अलिक टाइमै फोटो आउँछ भनेर आएको छौँ कि। भाइ छ, म छु, अनि अरूहरू अगाडि छ। के भन्छ होला अब चण्डी हेऱ्यो, हेर्नु चाहिँ अब एकछिन हेऱ्यो आइदिइहालेको। नाच्नु नै आउँदैन, खासै कोही पनि भेटिएन। यसो फ्रेस हुनु, गर्मी ओभर थियो त्यहाँ होइन। अनि यसो फ्रेस हुनु आइदिएको। यो चस्मा लगाइदिउँ न, प्राडाको चस्मा। टक्क अब केही देखिँदैन त, कालो देखेको त हौ। यो चाहिँ भाइको चस्मा होइन। यसो फोटो खिचेर लिएको। ल अब चाहिँ हामी एकछिन फोटो खिच्छौँ, अनि लाग्छौँ यहाँबाट। अन्तिम आइसकेको छौँ हामी ब्लगको। त्यही हो, के भन्छ चण्डी कस्तो भयो पालिको? ठिकै भयो भनौँ न। हल्का ढिलो गएर चाहिँ केही हेर्नु पाइएन, भन्दा पनि केही थिएन पनि हो। नाच्नु आएको त रमाइलो हुन्छ होला। अलिक हामी उयो पऱ्यौँ क्या, के पऱ्यौँ? ननच्यालेन्ट होइन हो, इनोसेन्ट के अरे, इन्ट्रोभर्टहरू हो। त्यो भएर मैले सिक्दैछु भ्लग बनाएर टक्क होइन। एक्सट्रोभर्ट हुनु अलिक बोल्नु खोज्दैछु, त्यही हो। ल हामीले चाहिँ यहाँ के भन्छ यो भल्लाचोरीमा होइन माछा
देखिसक्यौँ भने अब ढुङ्गाले हानेर मार्नुपर्ने चिजहरूलाई त्यहाँबाट देखिँदैन कि कहाँ छ हौ एउटा टाइगर फिस छ कि यहाँ टक्क बसिरहेको छ एक्लै मस्तसँगले होइन यसलाई अब मार्नुपर्छ अब यसलाई ए भागेन त्यहीँ छ सबैको